नयाँ नयाँ ब्लगमा सबैलाई स्वागत गर्न चाहन्छु। आज हामी एउटा रिसोर्टको लागि फिल्ड भिजिट गर्दैछौँ र फिल्ड भिजिट गरिसकेपछि हामी त्यसको ड्रइङ डिजाइन पनि बनाउँछौँ र प्रोग्रेस कसरी हुँदैछ कति हुँदैछ भन्ने कुरा पनि देखाउने नै छौँ। अब भिडियो स्किप नगरिकन फुल भिडियो हेर्नु होला। हामी रेडी भएर बजार आयौँ। बजार आउँदाखेरि क्लाइन्ट पनि रेडी भइसक्नु भएको थियो। अब हामी सँगै निस्किन्छौँ एरियातिर। एरियामा चाहिँ हामीले रिसोर्टको प्लानिङ गर्न आएका छौँ। आज यो ठाउँमा चाहिँ हामी सुरुमा मेजरमेन्ट लिन्छौँ र उहाँको आवश्यकता अनुसारको डिजाइन गर्छौँ र डिजाइनलाई 3D मा पनि परिणत गर्छौँ र भिडियो पनि बनाउँछौँ। त्यो भिडियो छिटै नै आउँछ हाम्रो काम कम्प्लिट भइसकेपछि। यसलाई यो स्पेसमा चाहिँ हामीले डिजाइन गर्नुपर्ने छ। यो पुल छ, यो पुललाई पनि डेकोरेसन गर्नुपर्छ किनभने बाइकहरू आउँदाखेरि यही पुलबाट आउने हो हैन। यहाँबाट तलबाट पनि बाटो छ, गाडीहरू तलबाट आउने, बाइकहरू माथिबाट आउने र यहाँनिर पार्किङ स्पेस बनाउने। अनि बाँकी कुरा चाहिँ यहाँ चाहिँ हलहरू र रिसेप्सन बनाउने हैन। हामी फिल्ड सबै नापिसकेर अब खानातिर लाग्छौँ किन भन्दा खाना पाकिसकेको थियो। हामीले ढिलो पनि भइसकेको थियो। अब नेक्स्ट भ्लगमा हामी फेरि यसको प्रोग्रेस देखाउने छौँ।